नेकपा एमाले साथ दियो, कांग्रेसले पनि साथ दिएको छ। संसदको बैठक घरि सञ्चालन हुने, घरि अवरुद्ध हुने अवस्था आएको छ र प्रधानमन्त्री संसद छलेर जवाफदेही नभएर सुकुम्बासीहरूको घर टहरा भत्किएको विषयमा कुनै जवाब छैन। राष्ट्रिय ढुकुटी भित्तिएको छ, यसको विषयमा सवाल जवाब गर्नु छ, प्रधानमन्त्रीको नाकमुख देखिँदैन। त्यति मात्रै होइन, बजेट निर्माणको सङ्घारमा संसद पुगेको छ, सरकार पुगेको छ, प्रधानमन्त्रीको अनुहार देखिँदैन। प्रधानमन्त्री स्यालको सिंह हराए चाहिँ गायब हुनुहुन्छ, जवाफदेहिता छैन। अब त्यो राष्ट्रपाको सरकार भनेर भनिन्छ, तर उहाँले चाहिँ आफूलाई प्रत्यक्ष निर्वाचित राष्ट्रपति जस्तो देखाइरहनु भएको छ, राजा जस्तो देखाइरहनु भएको छ। अब पुरा तपाईँको स्पोर्ट्स सुज, टाउकोमा ढाका टोपी नलगाइकन टक 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 ऱ्याम्पमा हिँडेको एउटा मोडल शैलीमा हिँडिरहनु भएको छ भने ऱ्याप सङ्गीत प्रतियोगितामा गएको व्यक्ति होइन नि उहाँ। त्यस कारण प्रधानमन्त्री खोइ, जब प्रधानमन्त्रीले संसदको अवज्ञा गर्नुहुन्छ भने हामीलाई पनि यहाँ बस्नु जरुरी छैन भनेर देश जनता विकास समृद्धिको चिन्ताले पिरलिएका गरिब सुकुम्बासीको घर टहरा हटेकोमा त्यसको बारेमा सवाल जवाब गर्न उत्सुक भएको हर्क साम्पाङज्यू र प्रतिपक्षी दलका नेता नेकपा एमाले, नेपाली काङ्ग्रेस लगायतका नेताहरू उहाँलाई साथ दिँदै जुरुक्क उठ्नुभयो, संसदको रोस्टमबाट बाहिरिनुभयो। यो गर्नै पर्थ्यो, ठिक गर्नुभयो उहाँले।